आज चाहिँ म निक्लेँ सपिङ गर्न भनेर। सो हेलो एभ्रिवान, स्वागत छ हजुरहरू सबैजनालाई मेरो यो नयाँ ब्लगमा। र आजको ब्लग चाहिँ स्टार्ट हुँदैछ। यस्तो घाम लागेछ नि त गाइज के भन्नुहुन्छ र। अनि यहाँ घाममा चाहिँ हामी निस्किसकेका छौँ, आमा छोरा। छोरो चाहिँ अघि अघि, म चाहिँ पछि पछि। र हजुरहरू आइडिया गर्न सक्नुहुन्छ, अन्दाजा लाउन सक्नुहुन्छ कति गर्मी छ होला है। र यहाँ चाहिँ हेर्नु न, साथी र म चाहिँ आज प्लान गऱ्यौँ कि टाउनतिर गएर अलिअलि सपिङ गरेर आऊँ भनेर, र घुमेर पनि। र गाइज यहाँ चाहिँ हामी निस्किसकेका छौँ, साथी पनि आइसक्यौँ र हामी चाहिँ भेट भएर निस्क्यौँ। पहिले त हामी सँगै थियौँ, तर अहिले चाहिँ अलग भएको छौँ नि त, त्यही भएर। र गाइज यहाँ चाहिँ हामी पुगिसकेका छौँ। र सबैभन्दा पहिले चाहिँ हामी आयौँ बेबीको सेक्सनमा, किनभने आफूभन्दा पहिले त नानीकै लागि लिन मन लाग्छ, हेर्नु मन लाग्छ होइन भन्नु त। अनि यहाँ चाहिँ हामी दुईजना आफ्नो छोराछोरीको लागि हेर्दै थियौँ। यहाँ चाहिँ म बाबुको लागि टी सर्ट सर्ट्सहरू हेर्दै थिएँ, किनभने अब समर सिजन गर्मीको टाइममा है, अनि त्यस्तै खालको कपडाहरू चाहिएको थियो र म त्यही लिन भनेर पनि आएँ। अनि यहाँ चाहिँ हेर्नु न, अब हेर्दा हेर्दै कतिवटा चुज पनि गरिसकेँ, र त्यही पनि मन चाहिँ नभरिने खालको नि त। यति क्युट क्युट अनि यति सानो सानो लुगा पनि यति सुन्दर सुन्दर थियो। त्यसपछि चाहिँ अब हामी आफ्नो लागि पनि बजार गऱ्यौँ, अनि त्यसपछि चाहिँ यहाँ बिलिङ काउन्टरमा आएर बिलिङ पनि गरिसक्यौँ। अनि यसरी चाहिँ हामी धेरै कम्ती नै हिँड्छौँ कहिलेकाहीँ, तर राम्रो लाग्छ यसरी साथीहरू मिलेर हिँड्न पनि। यहाँ चाहिँ हामी अब लाग्यौँ नेक्स्टवाला सपमा जानको लागि, किनभने यहाँको चाहिँ भयो अब। अनि आज चाहिँ हस्बेन्डहरू पनि ड्युटी जानुभएको थियो। अनि र यहाँ चाहिँ हेर्नु न, हामीले चाहिँ कपहरू पनि लियौँ अब चाय पिउनको लागि। अनि त्यसपछि चाहिँ हेर्नु न, हामी चाहिँ आयौँ विशाल, किनभने नानीहरूको चाहिँ एकदम डिमान्ड थियो कि विशाल जाऊँ भनेर, किनभने त्यहाँ चाहिँ टोइजहरू पाउँछ नि त इजिली, त्यही भएर। र पछि चाहिँ यहाँ हामी ग्रोसरी सेक्सनमा पनि आयौँ, जो चाहिँ अलिअलि सामानहरू लियौँ। र यहाँ चाहिँ फेरि छोरीको लागि सर्ट्सहरू हेर्दै थियौँ साथी चाहिँ। अनि यसरी चाहिँ हामी अब आफ्नो लागि नानीको लागि सबै बजारहरू एकदम आरामसे गरिरहेको थियौँ। र मलाई चाहिँ यो फ्रक कति राम्रो लाग्यो हेर्नु न। अनि यहाँ चाहिँ दुईवटा मैले लिएको छु, र मैले कुन चाहिँ लिएँ होला हजुरहरू कमेन्ट गर्न नबिर्सिनु होला, र कुन चाहिँ धेरै राम्रो लागेछ। र अब चाहिँ भयो है भनेर हामी निस्किन लागेको त फेरि आँखामा चाहिँ अब लागिहाल्यो हेर्नु त। अनि नकिनी त कहाँ भएर अब मन परेको चिज त है। र गाइज मैले चाहिँ के लिएँ होला त्यो चाहिँ म तपाईँहरूलाई अर्को नेक्स्टवाला ब्लगमा भन्ने छु। र अहिले चाहिँ हामी लाग्यौँ घरतिर। सो अहिलेलाई चाहिँ बाई।